यो चाहिँ के खान पछि लाएर आइरहने फेरि अर्को बुढी आइमा देखाउ न तिमीहरूले चाहिँ कस्तो छानेर चाहिँ हेर्न पर्यो नि त नाज्यू 1 मिनेट भित्रमा यो यहाँबाट गएन भने नि म यहाँ हानेर मारिदिन्छु म होइन हो म यसलाई मार्न यसलाई मार नानी कसलाई भन्नु बा नाजु सम्हाल नानी घर आएको कोही छैनन् आँखा देख्नुहुन्न म के त त्यसो होइन के बाआमा कोही छैनन् भने बाआमा त बजार म पनि जान लाग्यो किन हामी पनि जाउँ क्या बजार नानी अनि तिम्रो बिहा गर्ने कुरा गरेका छन् के गर्नु केटै माग्न आउँदैन कस्तो यति देख्नु पाएको छैन कर्कलो बेला जस्तो गर्नुपर्छ नानी हामी त तिम्रो हात माग्ने हात अनि खुट्टा चाहिँ चाहिँदैन बान्द्रे यस्तो केटी तलाएर खान सक्दैन भिनाली कहाँ त्यसरी हुन्छ स्वर्गकी अप्सरा जस्तै केटी छोडेर हिँड्नु हुँदैन कि कुरो मिलाउ भने नानी अब केटो चित्त बुझ्यो भनेदेखि तिम्रा बाआमासँग कुरा चलाउनु पर्यो केटो यही हो कस्तो छ त सिम्पल लिभिङ हाई ड्रिङ्किङ छैन त तिमीलाई यस्तो सिगानेसँग नि मैले बिहे गर्छु के सोचे मलाई हिँडाजु यस्तै नरकी राक्षस दिनसँग मैले बिहे गर्नु छैन हिँडाजु एकछिन चण्डाल नि तँलाई यस्तो लक्का जवान केटो ल्याउँदाखेरि हुँदैन भनेदेखि तँलाई कस्तो केटासँग बिहे गर्छ त म त पाएको केटासँग मात्रै बिहे गर्छु तिमीसँग पाए चाहिँ बिहे गर्छु मैले सिरानी मुनि सरी पैसा लुकाएर राखेको छु भन्ने है दिललाई म त ब्यासको ब्यास पनि हुन सक्छु केटी तँलाई यस्तो कुरा कसले सिकायो भन् त मैले सिकाएको मेरी मित बहिनी हो सरा बस्छे मैले गल्ती गरेर त्यो घरमा पर्नाले जिन्दगीभर शास्ति खेप्दैछु त्यो घरको भुङ्रा फेरि मेरी बहिनीलाई पर्न दिन्छु म बान्द्रे हजुर फेरि ब्यास भइगयो होसमा के त मलाई पनि थाहा थियो होसमा आउँछ भन्नु हेर चम्सुरी आज त बाटो खन्या तलब आउने दिन 2 जनाको गरेर 6,000 रुपियाँ दाम आउँछ म त त्यो पैसाले कानको ढुङ्ग्री हाल्छु है बुढा भइहाल्छ नि आजकल बाँसको ढुङ्ग्री सस्तो पाइन्छ त्यही लाउने मैले बाँसको ढुङ्ग्री भने हो सुनको भनेको नि लाउँछ सुनको ढुङ्ग्री आजकल सुनको भाउ कति छ थाहा छ तँलाई मलाई अरू कुरा थाहा छैन त्यो पैसा सिधै ल्याएर बैंकमा राख्नुपर्छ ब्याङ्कमा किन ब्याङ्कमा राख्नुहोस् न बेला बेलामा गरिब दुखीहरूलाई झिकेर दिन नि हुन्छ दिन्छ त्यत्रो दुःख गरेर कमा पैसा गरिब दुखीलाई दिन्छ बरु तिमी देऊ न तिमीले त भ्रष्टाचार गरेर कमाछौ क्या रे ए बुढा यस्ता दार्शनिकसँग कुरा गरेर बस्ने कि तलब जान्न जाने आफ्नो गाउँको बाटो बनाउन श्रम गरे पैसा पनि कसैले लिन्छ पाप लाग्दैन तिमीहरू गएर जाओ म त खान नपाएर मर्ने आँटेछु भने पनि तलब फाट्न जाने कति 300 तलब थाप्नु पो छैन मेरो चाहिँ कति भएछ हजुर मुला साग तलब लिन्न पाप लाग्छ भन्थ्यौ त अघि नै आइसकेका रहेछौ त अब आफ्नो गाउँको बाटो निर्माण हुने कुरो हो क्या रे तैँले नलिनु पनि सक्छु ऊ भाइको चाहिँ बिहे हुन्छ उहाँहरूको चाहिँ मैले अघि नै लिइसकेको छु मै मिलाएर दिन्छु त्यो भाइको कति 1000 रुपियाँ हजुर 2 दिन खन्या छु 1000 धन्यवाद ल तपाईहरु चाहिँ मसँग उता हिँड्नुस् त म दिन्छु आउनुस् यो दालाई यो सासुरा बालाई अनि यो आमैलाई ल गनौ त एकचोटि ए छोरी
यहाँ त 10,000 छ नि त। यहाँ पनि त 10,000 छ त। मेरो पनि 10,000 छ। यता सुन्न, हाम्रो तलब त 6,000 मात्रै होइन र भने यो 10,000 कसरी? तेरी हजुरकी छोरी हजुरकी बुहारी अध्यक्ष भएको के काम लाग्छ? यति पनि नगरे। लु बच्चा खुरीजी, आफ्नो गाउँको बाटो बन्ने काममा यसरी बढी चाहिँ लिँदैन। सुन्न छोरी, त्यो तेरो बिहा गर्दाखेरि अलिकति ऋण लागेको छ मलाई, म तिर्दिन्छु है यही पैसा मिलाएर। ल म है आइज है। म नि जान्छ है छोरी। पारिवारिक पुरानै हिसाब किताबहरू थियो हजुर, मिलाएर आइसके। अब अरू कोही छ? अब अरू अब यो लिस्ट अनुसार त सबै खतम भइसक्यो। सक्यो। हजुर, गोजरको अपरेटरले भने गोजर हरायो अरे। कसले लग्यो त? रोकिन त रोकियो, अब पछाडि लाने कसरी हो? माथि कसरी होला? के